काठमाडौँ महानगरपालिकाले 45 वर्ष माथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सिप र क्षमतालाई समाज र शहर विकासमा भरपूर उपयोग गर्ने मुख्य उद्देश्यले सिल्भर भोलिन्टियर कार्यक्रम सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाश पश्चात पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सचिवालय सदस्य विवेक वास्तोलाले जानकारी दिए। सिल्भर भोलिन्टियर कार्यक्रमका सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक वास्तोला भन्छन्, तपाई 45 वर्ष पूरा हुनु भएको छ, जागिर वा व्यवसायबाट अवकाश लिनु भएको छ। अवकाशपछि विश्राम भन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौं। कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ। महानगरले कामपा सिल्भर भोलिन्टियर कार्यविधि बमोजिम आवेदन आह्वान गरेको हो। कार्यविधिमा उल्लेख भए अनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिंक मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त कार्यक्रमका लागि कामपाले निर्धारण गरेको समयसीमा नेपाली नागरिक, गैर आवासीय नेपाली, प्रचलित कानून बमोजिम स्वीकृत लिएका विदेशी नागरिक जसको 45 वर्ष पूरा भई 74 वर्ष ननागेको छ, त्यस्तै कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा 20 वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको रहनुपर्ने काठमाडौँ महानगरपालिकाको भनाइ रहेको छ। 1 वर्ष अवधिका लागि हप्ताको न्यूनतम 5 घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्ण रूपमा स्वयं सेवा गर्न इच्छुक रहेको, समितिले तोकेको काठमाडौँ महानगरपालिका भित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्ने छ। त्यसैगरी आफूले पाएको जिम्मेवारी इमानदारी पूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहनुपर्ने, कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानून बमोजिम अयोग्य नठहरिएको, समितिले तोकेका अन्य योग्यता पूरा भएको हुनुपर्ने छ। महानगरका अनुसार यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाज सेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ। इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे 98 48 01 8215 मा सम्पर्क गर्न समेत काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ।